Etanuti, 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 etanuti. ओहो कहाँ हो यो त देउसी पनि बढी खाएछ ओहो जागा पनि दुख्छ त ए पत्रुम उठा उठा हामी कहाँ हो यो कहाँ आइपुग्यो छिटो उठा कति हो गले रे ओ तोरा माइके कहाँ छी हम कहाँ सुतै छी हम ओ बाप रे बाप ओ च्याङबा कति हो गली रे कहाँ हुनु नि हामी ड्रामा हेर त यहाँ के भइसक्यो यहाँ कुरा गर्छ बढी ओ तोरा माइके दारू तो बहुत चढ़िले छे बहुत चढ़े छ च्याङबा हाम्रो धोतुवा किधर गए रे ओ च्याङबा धोतुवा धोती किधर गए रे हाम्रो ओहो कति गरे छी धोती गलबन्दुवा मात्र छ रे ए पत्लु भनेको यो पो रहेछ गाठे बल्ल मलाई आज थाहा भयो दाँत के दुकान पतलून ढीला अरे हाम्रो तो पतलून मात्र छी हाम्रो धोती ना छी कहाँ गए च्याङबा हाम्रो धोती ए त्यति जब धोती हारेर के टेन्सन लिएर आएको कति न बुढी नै पहिले गएको जस्तो के दुकान हाम्रो धोती छ न धोती हाम्रो तराईको शान छ इसलिए म छोड्दैन पक्कै दाँत के दुकान लोग लिएर गएको हुनु पर्छ चल बेटुवा ढूंढनलाई चल चल चलो हम ढूंढ के छोड्छ चल चलो मेरे ढाड को क्या हो रे ओ च्याङबा मेरे कमरिया को क्या हो गया रे कमर फिसल गए रे चल वो देखना ओ च्याङबा वो देखा तनी ये तो फिल्म हो कि पीके छ न ये पीके जस्तो देख्छ रे हेरे जस्तो छ वो तो पीके छ कौन है यो हाम्रो गाउँमा कौन नयाँ मान्छे आएछ रे देख तो ओ च्याङबा देखेछ न देखा छ मैले देखा छ ये तो एलियन छ बाबा बाप रे बाप दाँत के दुकान पतलून ढीला यसरी नाच्ने त हुँदैन यार मेरो बाख्रा पो सुमसुमाउन जानु पर्ने मेरो लाम्काने बाख्रा यो हो मलाई करोडपति बनाउने मिसिन हो दाइ तिमी को छ शकल हेर्दा त एलियन जस्तो देख्छ इन्द्रबाट आएछ रे कति बाख्रा सुमसुमाइरहेछ हौ लुगा मेरो घरमा आएर मलाई नचिने साटा पतलून ढिला दाँत के दुकान तिम्रो कोनो काम छैन अर्को वही करो न बाख्रा के पूछलाई उठाउँछ के साटा यो मेरो सिक्युरिटी बाख्रा हो यहाँ आइज यो त सुनको बर्कीमा दिने बाख्रा हो कसैले नभन्नु नि फेरि होइन सुनको बर्कुला हग्ने बाख्रा पनि हुन्छ र भने त्यस्तो पनि कहिले हुन्छ र त्यो त कथा मात्र परेर ल्याथ्यो ओहो के होला अरे भाइ धेरै नबोला ला हामी खतरा हो नि भाइ खतरा हामी डेन्जर नि त्यही त भाइ
ओहो आज दाइ पनि रहेछ र टिकटक बनाउनु पर्यो हैन खतरा हामी त भाइ 5 रुपैयाँले नि केही गर्छ क्या भाइ बुझ्यौ यो 5 रुपैयाँले नि धेरै मालाउ छ भाइ क्या दामी नानी यार ओरै छ यार क्या राम्रो यार कति राम्रै ओर म यहाँ परिचय पाऊ न हो नि परिचय देऊ न थोरै त बोल न तिमी आकाशको अप्सरा भन्दा नि क्या च्वाक छौ क्या होइन कुन चाहिँ आमाला लफङ्गा केटाहरू टिकटक बनाएर आएर डिस्टर्ब हान्ने अहिले हे मोबाइलले हानिदिउँ ए ब्रो यताको गाउँको केटीहरूलाई नि राम्रै भन्नु हुँदैन क्या हो सही हो बरु होइन चोकतिर गएर जिस्काउनु पर्छ जाउँ चौकतिर यस्तो आउडे झाडा जुर्यो के होइन जाउँ जाउँ च्याङ्बा जो हम्री धोती हराएछ न वो कौन लगेको छ आज उसको छोड्दैन हामी भन्दा भन्दै हिलायो साथीले ओइ चालिसे हम्री धोती खै ऊ त्यहाँ तिम्रो धोती चोरो छ त्यहाँ 40 ओहो यी तो हम्री धोती है हो के भनिस् अरे यत्रो ठ्याउको पो धोती हो यो एकछिन पखाइ त ओइ पद्रुम त्यहाँ हेर त चालीले त्यहाँ तिम्रो त्यहाँ धोती फाल्यो त्यहाँ रुक चालिसे रुक हमरे भी पाल आउँछ रे ओ च्याङ्बा किन बोल्दै हो रुक रातभरि करायो दक्षिणा हरायो भने जस्तो त्यो 40 मुर्दाले देउसी खेल्यो हामीलाई वाल पारेर त्यसको बाजे पैसा जति कुम्ल्याएर भएछ फोन गरेर ल्यायो भने जतिखेर पनि त्यसको त्यो लखर मौली हुन्छ नि त्यसले मात्र फोन उठाएर ल्याछ मैले त्यसलाई भेटौँ न त्यसको आन्दा सान्दा केलाएर सुकुटी बनाएर भुटुन बनाएर खाएर ल्याउँछ त्यसका बाजीलाई भेटौँ न त्यसलाई 40 कहाँ छस् त के भयो ल्या तिमीलाई भुट उठाइरहेछ त यो दिदी पनि के भनेर ल्या होला पैसा जति सबैमा 40ले कुम्लाएर लिएर गइसक्यो रिस उठ्दैन र भने कस्तो कुरो गर्छ यो दिदी पनि तिमीहरूको देउसी खेलेको 500,000 जति भयो होला हेर जानकाजी त्यति पैसामा तिमीहरू झगडा गरेर नले बरु तिमीलाई म एउटा बाख्रा खसी बेचेर भए पनि म तिमीलाई खर्च दिउँला हुँदैन कस्तो कुरो गरेर ल्याएको ल बाख्रा बेचेर ल्याउने रे 1-2 हजार कुरो छ यहाँ 3 दिन देउसी खेले 3 दिनको कति हुन्छ मेरो हिसाबमा त 10-12 हजार हुनुपर्छ ल त्यसलाई त म जहाँ गए पनि छोड्दैन ल त्यसलाई जसरी भए पनि म हिसाब किताब डरो गरेर ल्याउँछु नत्र त्यसको अन्डा सन्डा यसले केलाएर ल्याउँछु म कस्तो कुरो गरे होला हेर्दै जाऊ न मैले जानेछ होइन बाबै भनेको मान्दैन जेसुकै गरेर ल्याओस् म त जति सम्झाउन नि हुँदैन अबे मेरो खोर्सानीको बोट सबै ओइलाइसकेछ घरमा के गर्न भ्याउँदैन बुढो बनाउँदो लकर दिनभरि गाउँ डुलेर हिँड्छ अरे नथिया के मैया कति हो गल कति कराएछ अबदेखि हामी करोडपति हुँदैछ बुढिया थाहा छ कि नाइ पनिस मुर्दा कामसाम गर्नु छैन दिउँसो सपना देखेर बस्छस् यत्रो बन्छस् करोडपति दाँत के दुकान पतलून ढीला ऐसे शुभ बात में अलाचिना अशुभ बात डाल्छ रे के रे म अहिले आएर अलक्षिनी भए बे गरेर लिएर आउने बेला मैले अलक्षिनीको थिएँ अहिले आएर म अलक्षिनी भए तँलाई त म आज छोड्दिन न छुट्टै छोड्दिन म अरे माई के अरे माई हो बाबा दिनभरि डुलेर हिँड्ने काम चंपा मार लियो हमको एक दिन हैन 2 दिन हैन सधैँ यस्तै कति दिन चल्छ यसरी
ए पदुम के हो यो चाला माला तिमीहरूको बुढाबुढी दिउँसो झर्केर बस्ने दुनियाँले छिमेले देख्यो भने के भन्छ दिमागमा थाहा छ तिमीहरूले बुढाबुढीको पारे जस्तो मिल्छ कहिले पनि दांत की दुकान हमारी बूढ़ी को आज काली चढ़े छरे अब तो कर देना हम झगड़ा अच्छा ही बात बोलेको थे हम ए पदुम तिमीहरू यो बुढाबुढीको यहाँ झगडा छोडिदे त्यहाँ सुनु बाग्रा फेरि अर्कोले उम्ला यो काम न छोडिदे कुरोको मसँग हिँड कस्तो कस्तो यहाँ बिहान ओभर बुढीसँग झर्दै बस्नु बात सुन जंगबा वो दांत के दुकान लुंगा था नहीं लुंगा उसके घर से आज बाख्रा फुस्काना पर्छ अनि वहाँ जाने बेच के पैसा ल्याउन पर्छ ओ खूब कमाउनु पर्छ है पैसा आज रात में जाएंगे करेंगे पतलून ढीला दांत के दुकान चल भाई उठ चलो लागम लास बाख्रा माया लागेर आउँछ मराइदि हुन्थ्यो नि तिमीहरूले भन्दा अगाडि म टप्काइन भने त लास बाख्रा यो दसैँ तिहार पनि गयो यो विक्रम खान निजी तिहार र देउसी लाङछिमी यो जति खोज्यो नि भेटिएन कुण्डुलोमा पस्यो यो काम अस्ति देउसी खेलेको पैसा भोलि पनि फेरि मेरो 40 यो 40 चाहिँ कहाँ होला यसलाई मैले भेट्नुहोस् न म जानेको छु खोज्न जानु पर्यो म आज यो 40 लाई भेटौँ न मात्र यसलाई म तिमीलाई छोडिदिने यो कहाँ छ यसले भेटौँ न मात्रै आज म 40 लाई भएन कि त्यो अलि राम्रो गर्न त्यो हात होला के भएन तैले होइन त्यो टिकटक बनाएको हो मैले राम्रो गरेँ तैले भन्दाको त्यो राम्रो तैले भन्दा त मैले राम्रो गरिरहेको छु हैन आज एक दुईजना म नसिद्धै भएन खुकुरी आज ओइ म त्यहाँ खुकुरी खाजा खुकुरी यहाँ एक दुईजना नसिद्धै भएन आज बोइ हैन के हो आज मेरो दाइले भुत चढ्यो के हो नगरे म ट्याङ्ग्री 40 रुपैयाँ मेरो तप्पललाई नि फेरि खुकुरी खाजा खुकुरी बाहिर झगडा गर्छु घरमा रिस बक्छास बाउला भन्दिम बाउलाई भने चाहिँ के गर्छस् अहिले तैले भेट्ला नि 40 रुपैयाँ फेरि म त हिँडे 40 खोज्नले यसलाई नभेटे कहाँ छोड्छ खुकुरी त ओइ तेरो दाइ त के भएको फुस्क्यो क्या हो बेला बेलामा फुस्किन्छ बेला बेलामा आफै जोडिन्छ यस्तै हो मेरो दाइ त ए त्यो कुरा छोड्दै हामी फेरि टिकटक बनाऊँ ल बनाऊँ यस्तै हान्नु पर्छ यो फेरि यसले त्यसको टाउको फुट्ला मेरो पैसा उल्टै जाला बल्ल फेरि 40 फटा अस्तिको देउसीले पैसा दिन्छ कि तँलाई यहीँ ढाल्छु थक्का मोटा बुद्धि किन समाइसक्यो मेरो गर्दनमा माया लागेर छ बरा मरै नै हुन्थ्यो नि अनि तँलाई देउसीले पैसा दिनुपर्छ भन्ने थाहा छैन देउसी रातभरि खेलाउने अहिले पैसा पाएपछि एक्लै खाएर हिँड्ने यसलाई नाचिलौ पैसाको कुरा नगर है हिजो भर्खरै मात्रै 2 लाख रुपियाँ उधारो कारोबार गरेर आएको मान्छे मान्छे चिनेछस् 40 बरु माया लागेर आउँछ बडा मरै नै हुन्थ्यो नि बस हैन 1.5 लाखको कारोबार गरे नि 2 लाख गरे मेरो देउसीले पैसा ल्याएन मोटे बुद्धि यहाँ आइछ करोडौं बनाउँदै छ यहाँ आइछ करोडपति चाहिँ कहाँबाट बनाउँछस् अस्ति तिहारमा देउसी खेलेको जहाँ अब 50 रुपियाँ त मलाई दिन सकेको छैन भने त्यसले करोडपति कसरी बनाउँछस् इस नापिस्ते म यहाँ करोडको कुरा गरिरहेको छु 40 सँग गर्नु हो तँलाई कसरी करोडपति बनाउनु पर्छ भन्न कसरी सुन मैले पत्लुङ र च्याङमाले कुरा गरेको सुनेको त्यहाँ लुङ्गाकोमा बाख्राको बलको सुनको बलको नदिने बाख्रा छ अरे तिनीहरूले चोरले कुरा गरिरहेको थियो मैले सुनेको त्यो भन्दा अगाडि नै हामी गएर त्यो बाख्रा उडाइहाल्नुपर्छ सुनिदिन्छ अरे त्यसले ए के सोचिरहेको करोडपति गर्नेलाई पागल होलास् माया लागेर मरे नै हुन्थ्यो नि है बाख्रा
त्यसको लागि के सुमसुमा राख्नु मेरो बाख्रा भोक आयो होला म जानु पर्यो होइन नि मेरो बाख्रा कसले चोरो लाउन गोएर गोएर लाउन नि मेरो बाख्रा कसले चोरो म डुबे गोएर गोएर मेरो यत्रो करोडौँ सम्पत्ति कमाइदिनु बाख्रा के भयो लुगा मेरो करोडौँ सम्पत्ति तर सम्पत्ति दिनु बाख्रा चोरिदियो कसले कहाँ थियो बाख्रा यही बाँधेको थियो कसले ल लुगा के गर्नु हराइहाल्यो कसले लग्यो थाहा भएन अब हाम्रो खेतभरि मान्छे छ खोजी गरौँला बुझौँला भेट्यो भने भेट्यो अब भेटेन भने के गर्नु त कसले लगेको देखिया छैन हामी त काम छ अब खेततिर जानु छ भरे आएर कुरा गरौँला म हिँडेँ नारो हम भी चल्यो नारो कोनो चिन्ता छैन नारो रुक अघि तैँले मलाई मेरो 50 दिनुपर्छ भनेर करोड कमाउन लिएर गयो होइन खोइ त करोड बाख्रा खोइ बाख्रा कहाँ पाउँछ देखिनुहोस् त्यहाँ गुवा बाख्रै चोरिएछ के गर्नु त त्यो चोर्न भनेर आएको त हो नि मलाई त शङ्का लागेको छ पत्रुङ र च्याङमाले लगेको हुनुपर्छ तिनीहरूले कुरा गरेको सुने त हो नि मैले देखिस् तिनीहरू पनि आएको देखिनुहोस् त्यहाँ मलाई त अहिलेसम्म विश्वास लागेको छ तैँले झुट बोले हो कि जस्तो लागिरहेको छ है मलाई किन झुट बोल्नु अहिले त त्यो बाख्रा चाहिँ खोज्नु बरु कसले लगेको छ होइन मलाई लगे त्यसै भन्छ त तिनीहरू चोर्न आएको तिनीहरू पनि साँच्ची होइन साँच्ची हो मेरो 50 दिनुपर्छ भने त होइन नि होइन पहिला बरु गाउँभरि खोजौँ त्यो बाख्रा म चिन्छु त्यसपछि म तँलाई खबर गर्छु यदि होइन रहेछ भने मेरो 50 को 100 दिनुपर्छ नि फेरि दिन्छु पक्का है दिन्छु दिनुपर्छ नि फेरि त खोज्ने काम चाहिँ गर्नुपर्छ नयाँ बाख्रा कहाँ देख्छस् मलाई खबर गर्छस् बुझिस् म चिन्छु त्यो बाख्रा बुझ्छ कस्तो छ त कालो खालको छ के साँच्ची हो नि है साँच्ची हो बाख्रा मात्रै नयाँ बाख्रा मात्रै देखाएर म चिनिहाल्छु त्यो बाख्रा मैले सबै हेरिसकेको छु 50 को 100 तिराउँछ नि फेरि है सही तिराउँछ सही पतलून ढीला दांत की दुकान ऊ देखे छ ना ऊ 40 और ऊ चोरेर लगेको छ वो बाख्रा हम इतना पिटाई खा के यहाँ तक आयो हम कोनो केही पाएन ना उन लोगों का ही काम छ वो हम भी ढूंढेंगे उसके घर में जाके ढूंढेंगे ओ खोज्नु पर्छ कहाँ छोड़ेंगे करोड़ों को माल के कुरा छ रे बाबू अहिलेलाई चला अहिले नै कस्तो करोडपति भएको सपना देखेर ल्याएछु भाइ मैले त ओहो कहाँ सपना देखेर ल्याएर म भाइ उता सुनको त्यो बर्कुला चाहिँ नि दिसै होला बाख्राले म बजिया चाहिँ कहाँ यहाँ बसिरह्यो होला म त त्यो बर्कुला कति हग्यो यसो हेर्न जानु पर्यो ल यो पारले हुँदैन ओहो सुनको बर्कुला ओहो मेरो बाख्राले त सुनको बर्कुला हगेर ल्याइसक्यो होला भाइ के ल्याउला है सेठी सुनको बर्कुला भनेर ल्याएको त त्यसका बाजी कालो यो त बर्कुला मात्रै रहेछ सुन चाहिँ कहाँ गएछ तेरिका सुन हग्ने चाहिँ नि बाख्रा हो कि भनेर ल्याएर आएको त बर्कुला मात्र हग्ने रहेछ कसले झुकाएर ल्याएछ भाइ मलाई तेरिका कस्तो चाहिँ बाख्रा परेर ल्याएछ सुनको बर्कुला डेला कि भनेको कालो बर्कुला डेर ल्याएछ काम छैन यो बाख्रा चाटो न छाडो कत्रो आइडर ल्याएको भाइ कामै लगाएर ल्याएन यस्तो बाख्रा तारे मम नमस्ते जय होस् सबैजनाको है हामीले चाहिँ अहिले चाहिँ नि यो यता न उति भन्ने सिरियल बनाएर ल्याएछ ल साथी भनिदिउ न के गर्ने अरे तराईवासीहरूले पनि सब्स्क्राइब लाइक कमेन्ट सेयर के भन्छ सेयर गर्न चाहिँ नि नबिर्सिनुहोस् है र सबैजनाले एकचोटि नमस्ते सम्पूर्णले भनौँ न कस्तो मान्छे रहेछ भाइ नमस्ते